फक्क एउटा सो अलराइट गाइज सबैजनाले तपाईँ सन्चै हुनुलाई आज चाहिँ हामी हन्टिङ भिडियो ल्याएर आइसक्यौँ हामी दुई भाइ जोइ यता हेर्दै उही जोइ हामी माथि जाँदैछौँ दुई भाइ भएर टक्क तिन भाइ हो दाइ चाहिँ आउँदै हुन्छ हामी चाहिँ घरबाट फाइनली हिँड्यौँ कतिवटा मारिन्छ भेटाइन्छ भेटाइन्न अब थाहा हुन्छ गएपछि त्यही नै हो हाम्रो दोस्त युट्युब च्यानल सबैजना सब्सक्राइब गरिदिनु होला फुल भिडियो हेरिदिनु होला हामी चाहिँ मामा भान्जाको हो भिडियो तिनजनाको है एउटा यहाँ छ यो एउटा चाहिँ मेरो त्यसै एउटा मामाको अब देखिसक्नु भयो प्रोफाइलमा हामी चाहिँ हिँडिसक्यौँ फाइनल्ली हजुर त्यहाँ हानिदिउँ पो तिनवटा हान चारवटा हान चरा लाइट देखाइदिएको त्यहाँ त त्यहीँ त हुन्छ नि पो त्यहीँ कहाँ बस्छ नि थाहा छैन हेर्नु त मैले हान खोज्नु र अलि माथि देखिन देश ऊ के देश ओहो एउटा दुईवटा तिनवटा दुईवटा गयो क्या हजुर दुईवटा छुट्टी एउटा हानिदिएको त्यस्तो हान्दै ताकिन्न है छाती थाहा टाउको जति हाने उड्दैन अलि हुन्छ ए उसलाई बाल्दै गएछ फेरि बस फेरि आउँदै आउँदैन नजिक आउँछ हेर त कालै खोज्छ क्या गोली नि भेटिदियो बाँसको डालै छुट्याइदिएको त्यसलाई हेर त रन्डी काकिन त्यत्रोको चरा कहाँ हो त्यही त बस्छ मर्दिनै यति हुन्छ हेर त कमलले कहाँ कहाँ देख्छ गोली होइन डालो खस्यो घर चरो खस्यो खसेन दाइ हो पुग्नु भएछ त्यसलाई क्यामेरा हो जो राखामा देखेन कति यता खुङ्गेछ कति थाहा हुँदैछ रेखा गर्छ होला अहिले रुकै कहाँ खाने हो त्यति ल
देख्नु क्यामेरा त देखेन यार टिल्क्यो धेरै ल उडेन त ए मेरा भाइ रुक एकछिन जुम गर्छ यतिकै ल एउटा भयो कसो एउटा भूतलै भएको अरू यताहरू बस्छन् गयो एउटा त मरेन र खै नि अलि खरा मान्छे होला न गाडी त गर्दिन गरेको कतिरेको नआइदिएर एउटा त मारिदियो नि त्योहरूलाई खसेन कसो बल्ल बिचाएर यत्र जाँदा खसालेर कुकुरले खान्छ छातिया लाग्छ जुम गरिदिनु मोबाइलले दाप्नु भयो कहाँ गयो लाइट कता यो देखिन्न है कता हल्ला बाँसा त भयो दुईटा गली ओहो अझै खोजेर हानाको रुक्नु न उडे उडे लाइटले त त्यत्रो त बिराइदिएको ठाउँ त्यत्रो भयो त कौन हान्ने पहिला म लान्छु लाइट देख कौन हान्ने यताको नि गयो क्या झडप्पै मारे हुन्थ्यो लाग्यो फेरि गोली ठुल्ली छ आन्द्रो गयो दुइटै उडे क्या अलग अलग बस्यो अन्त पुरा छैन गयो क्या दुइटै उडे यतैको हान्न पर्ने यति कति नजिक देख्छ कौन हालेर लाग्छ नि ए त्यत्रको हाँगैमा हानिरहने कहाँ गयो मैले यहीँ त अगाडि हानेको यहीँमा म त मारेको हेर्नु ल्याएपछि मामाले देख्नु भएको ट्र्याक्टर म त उडेन उडेको थिएन र मामाले भिडियो गर्दै गर्नुभयो त त्यही भएर लाइट भाइ बल्ल जागेछ कुकुर चाहिँ उड्यो कहाँ गएछ त्यो त पुग्यो यत्रो सातो गयो त्यसको त्यत्रो टिको लाग्छ गाडी रुगामा ठुलै ढुङ्गो थियो जाडो लगाउनु भनेर यही निकाल्नु भनेर हानेर जिउले घाँदै हेरेछ जो लिएर दबाई हुन्छ लास्ट गर्छ त्यो गयो गाडी त बल्ल बल्ल